हेलो एन्ड नमस्ते सबैलाई वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ म तपाईँहरूलाई साल्पा विकास ब्याङ्कको आइपिओको बारे छोटो जानकारी दिन गइरहेको छु। साल्पा विकास ब्याङ्कले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि पहिलो चरणमा 1,72,388 किता प्राथमिक सेयर आइपिओ निष्कासन गरेको छ भने कम्पनीले कुल 52,23,880 किता सेयर निष्कासन गर्नेछ, जसमा सर्वसाधारण समूहको हिस्सामा 33% र संस्थापकको हिस्सामा 37% हुनेछ। आइपिओमा न्यूनतम 10 र अधिकतम 25,000 कितासम्म आवेदन दिन सकिनेछ। आवेदन मक्सिरको 29 गतेसम्म वा पुसको 10 गतेसम्म दिन सकिनेछ। त्यसैले पालो अब तपाईँको 1000को लगानी गर्नुहोस् र 10,000 मुनाफा कमाउनुहोस्। लगानी हजुरको हातमा छ। हस्त, धन्यवाद।